हेलो एभ्रिवान, के छ हालखबर? सन्चै हुनुहुन्छ सबैजना? म पनि सन्चै छु है। आज चाहिँ विकली अफ होइन, छुट्टीको दिन। टक्क घरमै बसेको, खानापिना खाएर होइन, टक्क बारीतिर आएको है अहिले चाहिँ। टक्क पहिले फुल्दाखेरि, सानसानो फल्दाखेरि देखाएको तपाईँहरूलाई याद छ होला होइन। हाम्रो यहाँनिर आम छ क्या, गजबको आम है, देख्न सक्नुहुन्छ। पछाडिबाट पनि देखाउँछु म। आमामा कस्तो रातो पियालो भएको छ त यार। यो के भएर पियालो भएको होला? यो घामले गर्दा पियालो भएको हो क्या नि गाइज, के हो बताउनु होला त। यो अलिकति उता छ, यो अलिक हरियो छ, यतातिर घाम लाग्छ नि त डाइरेक्टली यता पछाडिबाट, अनि पियालो छ क्या होइन। अनि त्यो त भइहाल्यो अलिक ठुलो बुट्टामा। यहाँनिर छ अझ सानो बुट्टामै, तिनवटा मात्रै रहेछ यार। दुईवटा त यस्तो सुकेर गएछ, हेर्नु त यस्तो भएछ। तिनवटा है यस्तो भएछ। सो अब यो ठुलोवाला त खाइएछ होइन, कस्तो छ भनेर चेक पनि गरेको छु। सो अब यो सानोवाला तिनवटा मात्रै छ यार। तिनवटा चाहिँ चारवटा रहेछ। अब एउटा त चेक गर्नु भन्छ पक्कै पनि होइन त। एउटा अलिक ठुलो छ, यसलाई चेक गरौँ है आज कस्तो रहेछ। सो कस्तो गजब फलेको छ। पाक्यो भने खाने भन्ने त अब हुँदैन पक्कै पनि होइन। कतिसम्म बसिने हो यहाँ थाहा छैन। अब काँचै खाएर हेरौँ न त कस्तो हुन्छ। यस्तो गरेर यसलाई धुलाम पहिला। कसलाई मनपर्छ गाइस आम? कसलाई मनपर्छ कमेन्ट गर्नु होला। मलाई चाहिँ लास्टै मनपर्छ है। वाउ, खासै चुकिलो पनि छैन। अब काँचो मल भनेको कुरा त होइन, तर मिठो छ। यो त फालोमा अझै हाड पसेर रहेछ। वाउ, पहिले खुब खाइन्थ्यो। नुन खुर्सानी पिसेर लग्यो जङ्गलमा, गाई बाख्रा लगेर गयो होइन। वाउ, दुइटैको टेस्ट सेम रहेछ। मजा आयो। मजा आयो गाइस।